गाइस ल फेरि रिसाको डान्स खतरा मोबाइल पनि झरेले सम्पूर्णलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। आज हाम्रो यात्रा सानो परेछ पारिपट्टि हामी जान्छौँ यहाँ पारिपट्टि। तपाईँलाई म यो भिडियोद्वारा थोरै थोरै भ्यूहरू देखाउनेछु। आजको वेदर हेरिहाल्नु होला तपाईँहरूकोतिर कस्तो छ। हाम्रोतिर आज आधी घाम आधी बादल छ। अनि लो हामी जाँदैछौँ। ए नानीको आमा चाहिँ यहाँ छ। नानीको आमा छ नि यहाँ। हाम्रो यात्रा जारी छ। हाइवेबाट आउने बाटो चाहिँ हो, तर हामी चाहिँ सर्टकट आएको है। अब धेरै छैन, नेपालीदेखि अझै नेपाली पारिपट्टिदेखि अझै उतापट्टि हो। अनि एकदम विशाल विशाल हाम्रोमा चाहिँ रुखहरू रहेछ। कत्रो ठुलो रहेछ हौ यो। अनि यो रुखको नामलाई के भन्छ? मैना। मैना अरे मैना। ओ मैना आउँछ त हौ। हाम्रो गाउँको अलिकति भाइरल नै छ यो पुल चाहिँ। यहाँ अलिक माथि झरना पनि छ। अनि यहाँ तल हामी स्विमिङ खेल्न आउँछौँ। आइदिनु पर्यो है। स्विमिङको लागि पनि छ, फोटोको सेसनको लागि छ। यहाँ तलतिर पौडी खेल्नको लागि दामी छ। यहाँ माथि पौडी खेल्ने ठाउँ छ। हाम्रो गाउँको अलिकति भाइरल नै छ यो पुल चाहिँ। यहाँ अलिक माथि झरना पनि छ। अनि यहाँ तल हामी स्विमिङ खेल्न आउँछौँ। आइदिनु पर्यो है। स्विमिङको लागि पनि छ, फोटोको सेसनको लागि छ। यहाँ तलतिर पौडी खेल्नको लागि दामी छ। यहाँ माथि पौडी खेल्ने ठाउँ छ। गाइज हामी चाहिँ खोला पारी भइसक्यो। झोलङ्गे पुल तरिसक्यो। यहाँ आउँदैछ हाम्रो मरदहरू काम गर्ने। पुरा अब काम गर्नेले सबै छोराछोरी बराबर अरे नि त आज त। एकजना मरद उपर आउँदैछु। अनि हामी अझै कहाँबाट हिँडेको भन्नु म तपाईँहरूलाई देखाउँछु। थोरै अगाडिबाट हामी चाहिँ एउटा गाउँ एउटा डाँडा ट्याक्क काटेर चाहिँ ढ्याङ ट्याङ यहाँ बारीबाट आएको लु भयो अरे हेर्नु माथि पऱ्यो। हाइवे त्यहाँ छ होइन। अनि ठ्याक्क हाम्रो गाउँ चाहिँ यो डाँडादेखि छ। अमला खाइरहेको छौँ। अनि हामी पनि लगभग आइपुग्यो हो गाइस। अघि त्यो देखाएको डाँडादेखि झोलङ्गे पुलदेखिको पनि हामी त्यो डाँडादेखि ओल्लोपट्टिको आएको। मलाई खालि त बोल्नु भएन। बाटो पनि झोटिने छ र पनि यो बाटोमा पनि अटोहरू पिकअपहरू भारी लिन आउँछ। भनेपछि अलिकति ग्रामीण क्षेत्रमा पनि बाटोले चाहिँ अलिक छुको छ। यहाँ हाम्रो बस्नुहुने यहाँ बस्ने हाम्रो दाजु भाउजू हाम्रो भाइहरूलाई पनि राम्रो भएको छ भनौँ न। भिडियोको सुरुमा चाहिँ भनिनँ है। आज हामी खासमा चाहिँ एल्डरबालाई यो अलैँची छोडाउनुको लागि मण्डली परिवारले सहयोग गर्न आएको है। म पनि आएको, सबैजना आएको छौँ। अनि बिहानदेखि यही काम गरिरहेको छौँ। अनि अलिक टाढो छ अनि यसो हेल्पको लागि अनि सबैजना व्यस्त छौँ। भन्दा पनि यो चाहिँ मेरो अब हाम्रो फर्किने बेलाको हो है। अलैँची अब भोलि पनि आउने बेला भएको छ। सबैजना घर जानलाई तयारी। कोही दाउरा काट्नलाई रुख काट्नलाई कसै मेसिन लिएर आएको छौँ। फर्किसक्यो हाम्रो भान्जाहरू। थ्याङ्क यू सम्पूर्ण।